हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। अनि आज स्कुलमा हामी आयौँ कलेज। हाम्रो स्कुल यही हो गाइज, हेर्न सक्नुहुन्छ। हामी अब 2-4जना थियौँ आज चाहिँ बलसल खेलेर। अब छुट्टी भइसकेको छ कलेज। अब टक्क जान लागेको घरको बाटो उकालो छ रे, घरको बाटो ठाडो छ, त्यही भएर एकछिन शीतल तापिरहेको है गाइज। अभिनेता छन्, भिडियो एडिट गर्दैछन्, सपोर्ट गरिदिनु होला हामीलाई है गाइज। भर्खर खोलेको युट्युब च्यानल हो, सपोर्ट गरिदिन सक्नुहुन्छ। अनि गाइज स्कुलबाट निक्लिसक्यौँ हामी। बाई बाई, टाटा। हाई स्कुल श्री भीमेश्वर उच्च माध्यमिक विद्यालय। हामी दरो बिहार काम गर्दै हिँड्छौँ भनेर के भन्नु होइन गाइज। स्कुलबाट निक्लिसक्यौँ, आँप फलिसकेको छ, खानुपर्छ गाइज। आँप फलिसक्यो, आँप खान आउनु होला पक्कै नै। यो चाहिँ प्रदीप सरको स्कुटी। हामीले चाहिँ डबल स्ट्यान्ड लगाएर गइदिएको थियौँ है, आज नि त्यही गर्दैछौँ। फेरि पैसाले हेर्नु के भ्लग सामाजिक सञ्जालमा प्रदीपलाई हालेर यताको नि छुवाउ न, छुवाउ भने तान अब तान छुवाएन छुवाएर तान्न गाह्रो हुन्छ, तर स्फूर्ति आउँछ क्या गाइज। हाम्रो कार्य सफल भइसकेको छ। श्री भीमेश्वर उच्च माध्यमिक विद्यालय। बाई बाई, टाटा। अनि आज क्यान्टिन खुला थिएन, कहाँ जानु पाएन। बलसल खेलेर यस्तो घाममा। अहिले भर्सम्म पानी परेको थियो, अहिले चाहिँ यस्तो घाम लगाएर बसिरहेको छ है गाई। अहिलेसम्म चाहिँ पानी परिरहेको थियो, अहिले घाम लागिसक्यो। अब एकछिन पछाडि पानी पर्ने बेला आउने गाई। साथीहरू, हामी त माथि मेन रोड निक्लिसकेको छौँ। मेन हाइवे भन्छ यसलाई, हाइवे एकदम काठमाडौँको हाइवे भन्दा पनि ठुलो हाइवे छ गाइज। प्रतीक्षालय छ यहाँ। अब नवीन त्यहीबाट मास्तिर जान्छ, सिडी म रोटेरोडो मेरो घर यता हो। नवीनको सिधा माथि यात्रु प्रतीक्षालयको हालत चाहिँ फेरि हेर्न सक्नुहुन्छ। एकदम पानी जम्छ यहाँ, पानी परे बेला चाहिँ सबै भित्र छिर्छ पानी। नामको यात्रु प्रतीक्षालय हो गाइज, हेर्न सक्नुहुन्छ। चिसापानी गाउँ, यो पारीको गाउँ भनेको चनखु गाउँ हो। अब हामी एकछिन बसेर टक्क घर जान्छौँ। अल द बेस्ट गाइज। आजको भिडियो अब यति नै। लाइक, कमेन्ट, सब्सक्राइब गर्नु नभुल्नु होला। हस्त धन्यवाद। हामी अर्को भिडियोमा भेट्ने छौँ है, सपोर्ट गरिदिनु होला है, सपोर्ट।